लाइफमा यदि तपाईले अरू कसैभन्दा केही राम्रो अथवा केही प्रगतिशील कुराहरू गरिराख्नु भएको छ भने तपाईको खुट्टा तान्ने निश्चित छ र त्यही खुट्टा तान्ने क्रममा तपाईहरुप्रति अनेक थरी कुरा लाउने मान्छेहरू पनि भेटिन्छ। त्यसकारण यदि तपाईलाई कसै न कसै व्यक्तिले केहीको बारेमा अरू मान्छेहरूको बारेमा कुरा लाग्दैछ भने तपाईले त्यो कुरा सुन्ने भन्दा अगाडि पहिला यो बुझ्नुहोस् कि तपाईलाई त्यो कुरा लगाउने व्यक्ति कुनै गधा हो कि कुनै विद्वान मान्छे हो। यदि तपाईलाई कुनै गधा व्यक्तिले कुनै मान्छेको कुरा लगाउँदैछ भने त्यो कुरा कहिले पनि नसुन्नु होला, किनकि त्यो कुरा सुने बापत तपाईँ र त्यो अरू मान्छेको सम्बन्ध बिग्रिन सक्छ। र यदि कुनै विद्वान मान्छेले तपाईलाई त्यो कुरा लगाउँदैछ भने त्यो कुराप्रति तपाईको ध्यान केन्द्रित हुन धेरै नै धेरै आवश्यक छ, किनभने त्यो विद्वान मान्छेले त्यो कुरा गरेछ भने त्यो कुराभित्र केही न केही रहस्य लुकेको हुन्छ। त्यसकारण म भन्छु तपाईलाई कसै न कसै मान्छेले केही मान्छेको कुरा लगाउँदैछ भने त्यो कुरा लगाउने व्यक्ति कुनै विद्वान या गधा हो भन्नेमा तपाईले फरक छुट्याउनुहोस् र बल्ल मात्र तपाईले आफ्नो निर्णय लिनुहोस्। नत्र भने बेकारमा तपाईहरुको सम्बन्ध बिग्रिन सक्छ, किनकि यो दुनियाँमा पोजिटिभ भन्दा नेगेटिभ मान्छेहरू धेरै छन् जसले आफ्नो फाइदाको लागि अरूको नोक्सान गर्दछन्।